उसको त्यो आँखाको हेराइ आजसम्म पनि मनभित्र कतै टल्किन्छ। कसरी बिर्सु त्यो हेराइमै त म आफै हराएको थिएँ। रात ढल्किँदा पनि त्यसैको झल्कोले छाती भारी बनाइदिन्छ। मान्छे टाढा गए पनि नजरले भने कहिले छोड्दैन रहेछ। साँच्चै अचम्म छ, कुरा त धेरै भएन, तर त्यो एक नजरले मेरो आधा जिन्दगी लेखेर गयो। एकैछिन देखिएको मान्छेले कसरी यति गहिरो असर पार्न सक्छ। उसको त्यो आँखाको हेराइ आज पनि बिर्सिन सकेको छैन। आफ्नै धडकनले कहिले काहीँ तिम्रै नाम लिन्छ। त्यो क्षणले छाडेको झल्को मनमा आज पनि बाँचिरहेको छ। संसार बदलियो तर त्यो नजर उही मुलुकको जस्तै मनको कुनामा बसिरहेछ। बोल्न नपाएको हजार कुरा मेरो नीरव आँखामा अड्किएको छ। उसले थाहा पायो कि पाएन, तर त्यो एकपटकको हेराइ मेरा शब्द भन्दा तेज, मेरो चुप भन्दा गहिरो थियो। हावाले छुँदा पनि तिमीले हेरेको त्यो क्षण झनै नजिक भइदिन्छ। सायद त्यो हेराइ सामान्य थियो तिमीका लागि, तर मेरो मनका लागि चिहान भन्दा गहिरो छाप र गीत भन्दा मधुरो व्यथा आजसम्म पनि उही ठाउँमा थामिरहेछ। उसको त्यो आँखाको हेराइ नयाँ फिक्का नहुने छ। समयले धेरै कुरा लिएर जान्छ, तर केही क्षणको भित्तामा टाँसिएर बसिदिन्छ।